हेलो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग गाइस अनि म चाहिँ अहिले फाइनली दिदीसँग भेट भएको छ हैन गाइस अनि म चाहिँ दिदीको घर इलाममा आएको छु अनि अब आज हामी चाहिँ भर्खर उठिरहेको छु मैले कति बजिसक्यो भने तपाईलाई थाहा 1 बजेर 2 मिनेट गइसक्यो हामी चाहिँ भर्खर उठेको मेरो भोइस चाहिँ यस्तो भइरहेछ अनि थोप्स पनि कस्तो भइरहेछ किनभने भर्खर उठेको मेरो भोइस चाहिँ अर्कै आइरहेछ किनभने म बिरामी छु अब हामी बजार जान्छौँ हैन इलामको बजार जान्छौँ अब हामी खानाहरू खान्छौँ हामी जस्तै भ्लगै बनाउन बिर्सेछ अब हामी त्यो क्लिपहरू सबै हाल्छौँ है गाइज हाई गाइज हाम्रो चाहिँ आउटफिट अफ द डे यही हो अनि हामी चाहिँ बजार जाँदै देख्न सक्नुहुन्छ हाम्रो गाउँ चाहिँ एकदम राम्रो छ क्यामेराको क्वालिटी चाहिँ एकदम नराम्रो आइरहेछ हैन मिलाएर बुझ्दा हुन्छ अनि हामी चाहिँ हिँड्दै जाँदैछौँ गाइज के अरे अटो पनि पाउँछ कि यहाँ तर कल गरेर बोलाउनु पर्छ त गाउँ हो क्या अनि मलाई कस्तो हेर्नु न यस्तो रमाइलो छ यता देखाइदिनु यहाँ बाटोको छेउछेउमा यस्तो छ यस्तो के अरे पिसफुल इन्भाइरोमेन्ट छ अनि कस्तो हिँड्दै जानु मन लाग्यो क्या अनि नमिलाई डुलाउनु पनि मन लाग्यो त्यही भएर हामी चाहिँ हिँड्दै जाँदैछौँ गाइज मलाई चाहिँ चिसो लागेको छ त्यही भएर यो लागेको ल हस् गाइज हैन अनि युनिसाको घर हो हाम्रो साथी युनिसाको घर हो यो चाहिँ हाम्रो साथी हो गाइज अनि मेरो चाहिँ अहिले एउटा बानी लागेको छ त्यो बानी चाहिँ फेरि गर्ने लागिरहेछ माइन्ड नगर्नु होला गरे भने ल Oh my god! हामी चाहिँ बजारमा आइसकेको छौँ अनि यहाँ चाहिँ हुन्छ बिनु दिदी अनि बजार चाहिँ राति भएर यो चाहिँ राति भइसकेको छ हामी अलिक ढिलो भयो गाइस नआउँदा के गर्दा अनि अहिले देखाइदिनु यहाँको एरियाहरू कस्तो क्यारेक्टर आएको यार अनि यताको एरियाहरू चाहिँ यस्तै छ होइन के छ ऊ चाहिँ जसलाई चिन्छन् अनि जसलाई हाई भनिदिन्छन् अनि म चाहिँ नयाँ हो अनि म चाहिँ हेरेको हेरेँ ए गाइस वेट नापौँ भनेको कि यता हुँदैन भन्दैछु एलबीको किन्दियो चाहिएन गाइस मैले चाहिँ एउटा एलबीको किनिदिउँ मफलर भनेको नाइ भन्छ त अब के भन्नु छाप्री भएर बस्नु पर्दैन होइन यहाँ चाहिँ अनि बजार पनि लाग्दो रहेछ होइन तर बजार चाहिँ सबै उठाइसकेछन् हामीले राति आएर अहिले कति 5-6 बज्ने आँटिसक्यो होला त्यही भएर अनि तर ओइ राम्रै हुँदो रहेछ नि यस्तोहरू पनि पाउँदो रहेछ यस्तो मेला यहाँ चाहिँ सबै थोक पाउँदो रहेछ है तर मैले लागेको थिएन यस्तो सबै थोक पाउँछ भनेर किनकि सबै पाउँदो रहेछ किनकि बजारहरूमा पाउँदैन नि त कपडाहरू पनि पाउँदो रहेछ बिनु हिँड्दैछु होइन अनि खोइ कुन हौ यो काठको यो चाहिँ हाम्रो पारस दादाको घर हो मेरो पारस दाईको अहिले चाहिँ हामी यहाँनिर टेम्पर फ्रेन्ड आएको छ दिदीको अनि यहाँ चाहिँ पारस दाईको दोकान अरे के गर्नु अब मलाई कस्तो हामी दोकानमा छौँ मोबाइल पसलमा यहाँ टेम्पर फेयर गाइस मेरो चाहिँ प्राइभेसी ग्लास थियो पहिला अनि त्यो लाइक बिग्रियो त्यस्तै भयो अनि अहिले नर्मल लगाउनु कुरा बुझ्नु भयो नि त गाइजहरूले मिलाएर गाइज सुन्नु न एउटा कुरा यता त मान्छेहरू कोही देख्यो भने पनि कस्तो आँखामै आएर हेर्दो रहेछन् हौ त्यस्तो हुनुहुन्छ त अनि भन्नु त आफै मलाई जाडो भएर हेर्नु न आफै बोल्दैछ यार बिल्ला तर गाइज अब गीत पनि खतरा बज्छ गाइज अब हामी अलि भेट्छौँ हात गर्नु त दिदीले चाहिँ यति धेरै सामान किनिदिइसक्नु भएको छ होइन रिहानको लागि यो सबै सामानहरू है भाइको लागि यहाँ चाहिँ हुनुहुन्छ बिनु कति पछाडि दुईजनाको भेट हुँदैछ 2,000 years later. सरस कटेज मेरो साथीको कटेज जाँदैछौँ मेरो जिउलाई लिएर जाँदैछु अब घुम्नु पाएन नि त दिउँसो पनि धेरै घुम्नु पाएन अन्त अब राति चल्दिएको हल्का चिसो छ केही छैन आफूलाई चाहिँ अगाडि चाहिँ हाम्रो दाइ हुनुहुन्छ गाइस फेरि बाइक चाहिँ बुलेट होला ल गाइस
कटेजमा भेट्नेछौँ। गाइज अहिले चाहिँ हामी यहाँनिर कटेजमा आइसकेको छौँ अनि यहाँनिर चाहिँ दिदी हुनुहुन्छ आँखाले कस्तो भइसक्यो अनि यहाँनिर सबैजना हुनुहुन्छ अनि हामी यहाँ अहिले यहाँ आगो ताप्दैछौँ गाइज चाहिँ यहाँ कटेजमा बसिरहेको छौँ होइन यहाँ चाहिँ हाम्रो अङ्कलहरू हुनुहुन्छ यहाँ दिदी हुनुहुन्छ अनि यहाँ चाहिँ हामी आगो तापिरहेको छौँ Next day. गाइज आज अब म चाहिँ घर जान आँटेको अनि दिदीले चाहिँ मलाई पुऱ्याउन जान आँट्नु भएको अनि अब चाहिँ हामीले चाहिँ भ्लगै गर्न पाएनौँ किनकि हाम्रो मोड खराब भइरहेको थियो मेरो त्यही भएर अनि त्यही भएर भ्लग गरिनँ अनि अब अर्को भ्लगमा भेट्नुपर्छ ओके राम्ररी जान नामी। Next day. गाइज अनि म चाहिँ बिर्तामोडबाट आएको थिएँ अनि राति भएर म चाहिँ यता मेरो घर लालझोडामै बसेँ अनि मैले त्यो कान पनि छोडेको अनि गाइज हामी चाहिँ यिनीहरूले मोमो बनाउँदैछ अनि अब खाना आँटेको मोमो बनाएर अनि म घर जान्छु नि अनि तपाईँहरूलाई देखाउँछु गाइज अनि हामी चाहिँ मोमो बनाउन आँटेको छु अनि यहाँ चाहिँ मौसमले पिठो मुसिसकेको छ होइन अनि यो प्याज चाहिँ गाइज मैले काटेको है तपाईँहरू पत्याउनु होला कि यो मुनिको प्याज प्रमिस मैले काटेको अनि ऊ चाहिँ हस्बेन्ड मेटेरियल निशान्त कोपी काट्दैछ मलाई नआएर मजाले यो किमा चाहिँ ममताले बनाएको होइन तर यो प्याज सबै मैले काटेको अनि यो चाहिँ पिठो हो होइन अनि यहाँनिर उयो मोमो पनि बन्दैछ अहिले यो चाहिँ के हो झोल होला अनि मोमो पनि पेन्डिङ पाक्दैछ यहाँ चाहिँ समाउँछ 2,000 years later. हाम्रो होममेड मोमो चाहिँ पाकिसकेको छ यस्तो भयो गाइस म चाहिँ मोमो टेस्ट गर्न आँटेको ड्रिम गर्ल कसरी खानु भने म त सक्दिनँ त्यत्रो धेरै खान त्यत्रो ठुलो गाइस कसम भनेको हात खोलाएको भन्दा पनि मिठो लाग्यो मलाई त साँच्चै भनेको यिनीहरू चाहिँ ललाउँछन् नि त जो चाहिँ मेरो भाइ हो दिदीको छोरा हो यता हेर कुतु कुतु कति क्युटी छिन् उसको नाम के पो हो सिरियन वाउ यता हेर ऊ चाहिँ भर्खर 6 महिनाको मात्र हो है गाइज कति लामो कपाल हो उसको नरुवा न गाइज हामीले चाहिँ दिउँसो मोमो बनाएको थियौँ होइन तर त्यतिले त्यो हामीले दिउँसो हल्का मात्र खाएको थियौँ क्या अनि म घर गइहाल्छु भनेको थिएँ अनि फेरि म बसेँ नि त मेरो कोचिङ छुट्टी भएर अनि त्यही भएर फेरि हामीले बनायौँ होइन अनि गाइज यहाँ चाहिँ मौसमले किमा मुस्दैछ अनि यहाँ चाहिँ उयो छ होइन अनि यो ममताले काट्दैछ अनि यता चाहिँ यो सुपको लागि यो उयो हुँदैछ होइन आगोमा अनि अब हामी तपाईँलाई देखाउँछौँ हाम्रो होममेड मोमो चाहिँ पाकिसकेको छ यस्तो भयो